आज एक्कासी गाडीमा बसेको बेला यस्तो के भयो त आजको मिनी ब्लग स्टार्ट गरौँ है त। यहाँ नमस्ते गाइजहरू अनि सबैजनालाई स्वागत छ मेरो आजको डे 9 मिनी ब्लगमा। अनि आजको डे 9 मिनी ब्लग चाहिँ स्टार्ट गरौँ। अनि आजको म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि हजुरलाई म लास्टमा देखाउनेछु। हजुर लास्टमा साथी चाहिँ त गाडीमा पनि चढिसकेको छु, गाडी चाहिँ चलिरहेको छु, मान्छेहरू चाहिँ एकदमै कम छन्। मेरो सिट चाहिँ यता अगाडि थियो। अनि म चाहिँ आज कहाँ जाँदैछु भन्दाखेरि चाहिँ म तुलसीपुरी एरियामा चाहिँ आइसकेको छु। गाडीमा चाहिँ म चाहिँ गाडीभित्रै छु। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि आज चाहिँ म चाहिँ यता इन्डियातिर यसो घुम्नको लागि जाँदैछ। केही समयपछि यता अमिलेको बाटोमा पनि आइसकेको छ। एउटा गाडी चाहिँ अगाडि हिँडेको छ। म चाहिँ यसो भिडियो यो चाहिँ हामी चढेको गाडी हो। यो चाहिँ एकदमै राम्रो पनि छ, नयाँ डिजाइनको गाडी छ। यो चाहिँ इन्डिया टु नेपाल हो। एकदमै राम्रो गरी आउने हुन्छ यो गाडीमा चाहिँ। अहिले चाहिँ रातिको 12 बजेको छ। राति 12 बजे चाहिँ हामी यो बोर्डरमा चाहिँ जाँदैछौँ गाडी भन्सार गर्नको लागि। यता चाहिँ ट्रकहरू पनि अड्डिरहेको छ। आज चाहिँ हामी चाहिँ भन्सारमा पनि पुगिसकेका छौँ। अनि पुलिसहरूले चाहिँ उता कुरा गर्दैछन्, म चाहिँ सिलगढीमा। अनि हामी चाहिँ इन्डियाभित्र पनि प्रवेश गरिसकेका छौँ। हामी चाहिँ केही समय चाहिँ हामी यता होटलमा पनि जानेछौँ। एकदमै भोक पनि लागिरहेको छ। आज रातिमा चाहिँ गाडीहरू एकदमै स्पिड चलिरहेको छन्। आज चाहिँ एकदमै भोक पनि लागिरहेको छ। अहिले चाहिँ रातिको यस्तै 1 बजिसकेको छ। गाडीमा चाहिँ लाइटहरू बलेको छ। एकदमै गीतहरू पनि एकदमै दामी दामी एक दिन भइसक्यो। अनि यता चाहिँ हामी होटलमा अड्डेको छौँ। दुईवटा गाडी आएको थियो नेपालबाट चाहिँ। अरू मान्छेहरू चाहिँ पुगेर छन्। हामीहरू चाहिँ खानाहरू नास्ताहरू खाइसकेको छ। गाडीमा पनि चढिसकेका छौँ। अनि म चाहिँ चढिसकेको छु। खाना पनि खाइसकेँ मैले चाहिँ। आजको मेरो मिनी ब्लग चाहिँ यहीँसम्म थियो। अनि मेरो मिनी ब्लग चाहिँ राम्रो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अनि म चाहिँ किन आएको पार्ट 2 मा देखाउने छु। अहिलेको लागि बाई बाई। अनि अर्को भिडियोमा